सबभन्दा ह्यान्डसम चाहिँ फेरि यहाँ आयो फेरि उहाँ चाहिँ हाम्रो नयाँ स्टुडेन्ट अरे नयाँ हाम्रो के अरे कामदार यहाँ चाहिँ हाम्रो ओल्ड इज गोल्ड कोइला हिरा चिन्नु नसकेको नेपालले यता हेर्नुलाई चपस्टिकले एक सिधा टिप्नु पर्छ ल ट्यापट्टि गएर खान पर्छ लाग्छ हेलो एभ्रिवान, सम्पूर्णमा फेरि पनि स्वागतम भन्न चाहन्छु यो हाम्रो उरी ब्लगमा। सो गाइज आज चाहिँ हामी जाँदैछौँ मार्केटतिर अनि यसो विचार गरेँ भ्लग गरिदिउँ न त, अनि एक दुईवटा भिडियो पनि बनाउनु पर्ने छ भनेर सोचेर हिँड्ने हो गाइज। उहाँ चाहिँ हाम्रो नयाँ स्टुडेन्ट अरे नयाँ हाम्रो के अरे कामदार। उहाँ चाहिँ हाम्रो नयाँ स्टुडेन्ट अरे नयाँ हाम्रो के अरे कामदार। यहाँ चाहिँ हाम्रो ओल्ड इज गोल्ड कोइला हिरा हो चिन्नु नसकेको नेपालले। यहाँ चाहिँ हाम्रो ओल्ड इज गोल्ड कोइला हिरा चिन्नु नसकेको नेपालले। आज चाहिँ होइन अब हाम्रो मिठो मसिनो गफ हाम्रो भाइसँग जान्छ होइन। भाइलाई म वेलकम भन्न चाहन्छु हाम्रो उरी ब्लगमा। भाइ वेलकम छ तिमीलाई। करे ल ठिक छ, भाइले कोरियामा खामसानी त भनिसकेको छ होइन। अनि के कस्तो लागिरहेछ त भाइलाई कोरियामा यो हाम्रो नेपालबाट देखेको कोरिया भन्दा आएको 1 महिना भइसक्यो होइन। यो देखेको त्यो हुन्छ नि यस्तो भनेको कोरिया र यहाँ आएर देखेको कोरिया कस्तो लागिरहेछ त मेरो भाइलाई? भनेको कोरिया र देखेको कोरियामा धेरै फरक छ, आकाश पातालको फरक थाहा छ नि तपाईँलाई। नेपालमा चाहिँ अब खाइ थिएन नि त, यहाँ आइसकेपछि ओहो काम पनि दा अब कोरियामा आइसकेपछि 2 लाख रुपियाँ त होइन यस्तै पाउँछ जस्तो लाग्थ्यो। अहिले आएर काम गरेर हार्ड काम हेर्ने हो भने ओहो कोरिया त साँच्चै है 2 लाख त के होइन जस्तो लाग्छ है त्यहाँ काम लाग्छ। त्यति नै फरक लाग्यो दाइ होइन। ठिकै छ यहाँको रहनसहनहरू पनि त्यस्तै छ त। अब रहनसहनको संस्कृति रहनसहन हेर्ने हो भने त धेरै फरक छ नि नेपालको। हामी त अब गाउँघरमा ट्याक्कै थालीमा हालेर थाली भात हालेर ज्याम खाइन्थ्यो नि हातले। यता हेर्नु त चपस्टिकले एक सिधा टिप्नुपर्छ ल ट्यापट्टि गएर खानुपर्छ लाग्छ एक घन्टा त्यहाँ गएर। यता हेर्नु त चपस्टिकले एक सिधा टिप्नुपर्छ ल ट्यापट्टि गएर खानुपर्छ लाग्छ एक घन्टा त्यहाँ गएर। 1 घन्टा लाग्छ लाग्छ नि ठिकै गाह्रो छ। ठिकै छ भाइसँग म भेटेर कुरा गरेर अलिअलि खुसी भयो ल। हाम्रो अर्को पनि हुनुहुन्छ हाम्रो नयाँ सर हुनुहुन्छ, उहाँ सर चाहिँ सरलाई ल हजुर स्वागतम छ हजुर। ल धन्यवाद तपाईँलाई। यति नै हो, धन्यवाद। अनि के कस्तो लागिरहेछ त? कोरिया त एकदम सफा सहर छ नि। यहाँनिर विशेष यहाँको सरसफाइ र हाम्रो नेपालको सरसफाइमा के भिन्नता देख्नुहुन्छ? धेरै फरक छ नि। के फरक छ बताउनु? नेपालमा धुलो हुन्थ्यो, यहाँ धुलै छैन। यहाँनिर त हामीलाई कस्तो हुन्छ भने फोहोर आफूसँग खाएको बिस्कुट पनि को खोल पनि फ्याल्न चाहिँ अलिकति कस्तो हिचकिच हुन्छ भनौँ न होइन, असहज हुन्छ क्या त्यो। अब यहाँको सरसफाइ देखेर आफूलाई नफालौँ हुन्छ। नेपालमा पनि अब नेपालले चाहिँ भएको नि फ्यालौँ त हुन्छ, तर त्यो चाहिँ अब विचार परिवर्तन गर्नुपर्ने हो हामीले पनि होइन।
ल गाइस यस्तै छ अलिक फास्ट गरौँ रात परिसक्यो यहाँ हामी अर्को सरलाई प्रश्न सोध्न म जाँदैछु गाइस उहाँ बिजी हुनुहुन्छ होला उहाँ चाहिँ नेपालले चिन्न नसकेको कोइला हो उहाँ चाहिँ यदि त नेपालमा कोही इच्छुक हुनुहुन्छ भने उहाँलाई सम्पर्क गर्नु होला उहाँ चाहिँ एकदम एडिटर मेन एडिटर क्यामेराम्यान प्लस एकदम भिडियोहरू राम्रो गरिदिनुहुन्छ होइन यदि कोरियामा पनि हुनुहुन्छ भने तपाईँहरू होइन उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँलाई सम्पर्क होइन मसँग पनि कन्ट्याक्टमा रहन सक्नुहुन्छ म उहाँलाई भेटघाट गरिदिन्छु किनभने यदि कोरियामा पनि भिडियोहरू गर्नु इच्छुक छ भने उहाँ क्यामेराम्यान एकदम राम्रो प्लस एडिटिङ सो गाइज यस्तै छ उहाँ चाहिँ आइज्याक रोहन हुनुहुन्छ नाम पनि डिजे आइज्याक रोहन सो गाइज यस्तै छ अब अरू त म भन्न केही चाहन्न यहाँ हाम्रो अङ्कल आन्टीहरू जानु हुँदैछ यहाँ हेर्नु ल तपाईँ आएर यहाँनिर टक्कसँग होइन यस्तरी सुत्न पनि सक्नुहुन्छ गाइज त्यो चाहिँ अलिकति कस्तो भने जहाँ आयो त्यहाँ आएर यसो ढकिन पनि पाइयो जस यहाँको चाहिँ राम्रो छ क्या ठाउँमा सुत्ने ठाउँ बनाइदिएको छ रेस्टुरेन्ट ठाउँ बनाइदिएको छ होइन यसो गफसाफ गर्ने के गर्नु जिन्दगी यस्तै रहेछ अब हामी चाहिँ पहिला 2 जना थियौँ अहिले हामी 4 जना भएको छौँ हाम्रो कम्पनीमा सो गाइज हेर्दै जाऊँ हाम्रो चाहिँ गाइज यस्तो नियम कडा छ कि जे हो भने हाम्रो नेपालीहरूको बानी चाहिँ साह्रै राम्रो छ यस्तो खुल्ला जग्गा छ गाइज त्यो पनि लाइनमा हिँडिरहेछ हेर्नु त अब के भन्नु यो चाहिँ एकदम नियमको पालना हो जग्गा पनि भुल्दैन नेपालीहरूले सो गाइज यो चाहिँ लाइनमा छ गाइज हल्लियो क्यामेरा अलिक सरी जे भयो भने हाम्रो गोर्खेहरू लाइन बिगाइसक्यो लाइन सेचिकी आज मासे हो सेचिकी आमे नान्दे सास ल भाइरल जो आउँछ भाइ हेऱ्यो भने ल आज गोर्खे लास्ट टेन्सन दिइरहेछ चस्माले यार वेल्डिङ गर्ने चस्माले दियोस् आज गोर्खे लास्ट टेन्सन दिइरहेछ चस्माले यार वेल्डिङ गर्ने चस्माले दियो म जुत्ताखेरि जुत्ता मुला ब्रान्डेड हो नि आम्मा गाइस यस्तै छ हेर्दैछ है हाम्रो भ्लगहरू यस्तै छ यहाँको ठाउँहरू यहाँको परिवेश यहाँको के भन्छ पहिला अब झाडी थियो अहिले काटेर एकदम राम्रो बनाएको छ सो गाइस हेर्दै गरौँ अब चाहिँ एकछिन यहाँ भिडियो बनाउँछौँ टिकटकको लागि यसो हल्का मेरो जान्छ नि त अलिअलि सो गाइस हेर्दै जाऊँ नेक्स्ट अब के आउँछ यसमा गाइस अब यो हाम्रो भिडियो सिडियो पनि कम्प्लिट भइसक्यो होइन भरे पोस्ट हुन्छ गाइस यस्तै छ अब त्यो भिडियो गर्दा त रात परेको थाहै भयो नि अब रात परिसक्यो होइन यहाँ त बेलुकाको लगभग 6:30-7 त बजिसक्यो सो गाइस अब यस्तै छ अब हामी माठतिर जान्छौँ होइन यहाँको चाहिँ आज एकदम ठन्डी होइन पानी पनि परेको छैन आज एकदम बिहानदेखि घाम लागे जस्तो पनि गरेको छ पानी पर्दा त एकदम मौसम चाहिँ कुल छ गाइस यो चाहिँ यहाँको ब्रिज हो पुल हो पहिला यहाँनिर चाहिँ यस्तो दामी फुल फुल्छ होइन पछि अब तपाईँले गर्मी मौसममा देख्न सक्नुहुन्छ यहाँनिर यस्तो दामी यस्तो बवाल फुल फुल्छ नि गाइस कुरै नगरौँ बवाल आउँछ एकदम उता र यहाँ पुरै रोडको साइडमा फुलहरू छन् होइन यस्तै गर्नुपर्छ कि हाम्रो नेपालमा पनि ठाउँमा पनि बवाल हुन्छ देखिन्छ ल गाइस अब हामी मार्च सिधै जाँदैछौँ यहाँनिर भिडियो बनाउँदा पसिना आयो गाइस के गर्नु अरे मिठो हावा चलिरहेछ होइन यो रमाइलो फिल भइरहेछ आजको वेदरले पनि राम्रो हिँड्नलाई हेल्प गरिरहेछ भनौँ न सो गाइस हेर्दै जाऊँ के कस्तो हुन्छ आज तपाईँलाई हाम्रो माठ देखाउँछु हामी ल खाना जाने अरे गाइस आज के ल कता जाने हो खानेकुरामा न कम्प्रोमाइज रेस्टको जाउँ न अब गएपछि के हुन्छ हेर्दै जाऊँ मिठो लाग्यो भने खाने मिठो लागेन भने खायो मिठो लाग्छ हेरी मिठो लाग्छ नि कोरियन खाना त्यस्तै हुन्छ है अब पानी पर्ला जस्तो छ त्यो पनि मिठै हुन्छ अरूको खाना जस्तो कुरालाई चाहिँ होइन अपमान गर्नुहुन्न मिठै हुन्छ लेट्स सी गाइस
ओके यहाँ चाहिँ अहिले हामी रातो बत्ती बलिरहेछ होमल्यान्ड खोज्दैछौँ होइन यहाँनिर देख्न सक्नुहुन्छ 65 66 67 होइन अब यो मिनट चाहिँ उल्टो उल्टो भनेछु गाइज त्यस्तै छ यहाँ चाहिँ आज फेरि हाम्रो लाइटमा मात्रै ह्यान्डसम देखिन्छ साथीहरूलाई सबभन्दा ह्यान्डसम चाहिँ फेरि यहाँ है फेरि सबभन्दा ह्यान्डसम चाहिँ फेरि यहाँ है फेरि जन्नीले गर्छ यार लगाइ त्यस्तै छ है अब हेर्दै जाऊँ के भने नियमको पालना गर्नु पऱ्यो होइन न त हामी नेपालमा चाहिँ बाटोको काट्थ्यो होला अरू होइन हामी पनि काट्थ्यौँ होला होइन किन अरूलाई मात्रै भन्नु अब जे स्वेट चाहिँ गर्न सक्नु पर्दछ गर्नुपर्छ एउटा नियमको फलो चाहिँ गर्नु पऱ्यो गाइज होइन रुल्सको फलो गर्यो भने मात्रै जोस् ढिलो चाँडो त्यस्तै हो पुग्ने होइन तर नियमको फलो गर्यो भने चाहिँ आफ्नै लागि राम्रो सबैको लागि राम्रो होइन यस्तै छ गाइज हेर्दै जाऊँ के कस्तो हुन्छ अबका भ्लगहरू ओके गाइज अहिले राखिदिएको छु बाई बाई ल गाइज आज चाहिँ हामी यसो खाना खाँदैछौँ है यस्तै छ म यहाँ बस्छु है हेलो गाइस आज चाहिँ हामी यहाँनिर सिक्ताममा खाना खाने भनेर छिरिसकेको छौँ हामी चाहिँ खास गरी माड जान आँटेको थियौँ तर हाम्रो चाहिँ मुड फेरि छोरा मान्छेको त एकचोटिमा चेन्ज हुन्छ कि फेरि छोरी मान्छे चाहिँ प्लानिङ गर्नुपर्छ हाम्रो त आउँदा आउँदै बाटोमा फाटफुट भइहाल्छ क्या आउँदै बाटोमा फाटफुट भइहाल्छ क्या सो हामी चाहिँ आज खाना गइरहेको छौँ थाकसारी हो यो चाहिँ न्यूनमात्रमा अहिले हल्का हल्का पिरो हुन्छ स्वादिलो स्वादिलो हुन्छ सो गाइस अब चाहिँ हामी खाइसकेर चाहिँ हामी माडतिर जान्छौँ है त गाइस हेर्दै जाऊँ आजको भिडियो अहिले खाएको भिडियो पनि आउँछ होइन पुरै नेपाली स्टाइलमा त जान सक्दैन डोमेस्टिक नयाँ नयाँ सिकिन्छ ल गाइस अहिले हेर्दै जाऊँ ओके गाइस थाकसारी आइसकेको छ अब यो चाहिँ केही समय चाहिँ हामी यहाँ पकाउनुपर्छ होइन यो टेबलमा चाहिँ कस्तो हुन्छ भने कोरियाको सिस्टममा चाहिँ होइन यहाँ चाहिँ सिस्टमेटिक तरिकाको हुन्छ होइन यहाँ चाहिँ टेबलमा चाहिँ यहाँ ग्यास हुन्छ फिट हुन्छ अनि यहीँनिर आफै पकाउने आफै चलाउने खाने एकदम दामी सिस्टम होइन कसैले पकाइदिनु पनि पर्दैन आफै चलाउने अनि टक्क आफै यहीँबाट टिप्दै खाने यस्तै छ गाइस अब एकछिन यो पाक्छ अनि पाकेपछि हामी यो सुरु गर्छौँ है त गाइस हेलो गाइस होइन उहाँ चाहिँ हाम्रो नेपालीहरू मध्येको चाहिँ वान अफ द बेस्ट कुक हो होइन गाइस उहाँले चाहिँ आज बिहान हामीलाई होइन स्पेसल झोल बिरयानी खुवाउनु भएको थियो कस्तो हुन्छ होला झोल बिरयानी विचार गर्नुहोस् युनिक हो कि आफै बनाउनु भएको होइन आफ्नै कन्सेप्टले हो झोल बिरयानी ओहो यो चाहिँ नेपालमा कहीँ पनि छैन होला सायद मेबी हुनसक्छ झोल बिरयानी यो चाहिँ छैन होला झोल बिरयानी उहाँ चाहिँ फेरि सहायक कुक हो हाम्रो भाइ चाहिँ फेरि एकदम भोजपुरी स्टाइलमा मात्रै खाना बनाउनु आउँछ अरे उसलाई यस्तै छ गाइस होइन हेर्दै जाऊँ यहाँ चाहिँ अब एकछिन हाम्रो चलाउँदैछ सर्ने एकदम बिस्तारै होइन यो अब एकछिन छोडिदिने यो राफले पाएर उम्लिन्छ त कुकले बिर्सिनु भएन नि फेरि आफ्नो कलाहरू ल गाइस हाम्रो खानेकुरा रेडी भइसकेको छ मासु चाहिँ अलिकति केही समय लाग्छ अरू याचीहरू होइन यो तपाईँको तकपोकी भन्छ के भन्छ यो चाहिँ खाना मिल्छ यो कस्तो लागिरहेछ त गोर्खे यो कस्तो लागिरहेछ त गोर्खे मिठो छ नि भाइ पिरो लाग्यो खास छैन मिठो छ नि बेस्ट अफ लक के बोले भाइ उहाँ चाहिँ फेरि एकदम रिमझिम मान्छे है उहाँ चाहिँ खतरा चलाउनुहुन्छ खाइसकेपछि चाहिँ फेरि के माइन अरे भाइ डक्टर माइन लगाए त्यस्तै छ है यो अहिले मासु चाहिँ केही समय लाग्छ पाक्नलाई होइन जस्ट 15 मिनटपछि चाहिँ खाना हुन्छ हामी चाहिँ यो याचे सक्छ याचेहरू खानुहुन्छ अनि यो
टक्कोली हो टाइपमा सक्छ यस्तो चाहिँ खानु चाहिँ यो चाहिँ सबै सिधै यसरी खायो भने चाहिँ मुभी स्टार अरे क्या कोरिन त्यसै हुन्छ बानी भइसक्यो त एकदम मिठो छ तपाईँले खान पिरो भयो तातो भयो खानुहुन्छ भने तपाईँहरू आउनु सक्नुहुन्छ एकदम मिठो छ यो चाहिँ लोकेसन भन्दैछु जुमिनजिनको पुल कटेर सिधै तोकबार हो फारो खामेन उदाकी यगी ह्याम पोइन्टको रहेछ त्यस्तै हामकुमाल चाहिँ मल्ला बुझ्नुहुन्छ तपाईँहरू नेपालीले हेर्ने हाम्रो किन कोरियन भन्नु भएन यस्तै छ जिन्दगी चलिरहेछ ल अब यस्तै छ हामी मासु बाहिर चाहिँ खाने मार्केट जान्छौँ हेलो गाइस हामी चाहिँ मार्टतिर आइसकेको छौँ होइन अब यो मार्टमा पेट पूजा चाहिँ भइसकेको छ टन्नै खाइयो होइन यस रमाइलो अब चाहिँ हाम्रो कुरा हुन्छ मार्टमा के लिने भन्दाखेरि चाहिँ यो है एकदम मिठो मसिनो मासु कुखुराको मासु हुन्छ होइन अब टक्कसँगले लोकल लाने हो कि केटा ब्रोइलर लाने हो कि बङ्गुर लाने हो के छ विचार ला किन बङ्गुर छैन ए छैन त रहेछ यो के हो त नि सरी वाट इज दिस बङ्गुरको ल ल कसो सोखो हुन्छ हौ कुखुरा एउटा बोकौँ ल यस्तै छ गाइस अरू के हाल्नु छ नुन हाल्ने भनेको होइन दिनु नि जाडो भयो कि हो त्यही भएर अघि यस्तो हिँड्दैछ किन पुष्पा जस्तो हिँड्छ भन्छु नि त्यही भएर अघि यस्तो हिँड्दैछ किन पुष्पा जस्तो हिँड्छ भन्छु नि पुष्पा यहाँ हेर्नु सक्छ त कफी आइटमहरू छ तुनाहरू सायद हेर्नु सक्छ यता आउनु त नुन हेरेको नुन कहाँ परेछ यार तेलहरूको आइटम यहाँ छ यहाँ रहेछ यहाँ छ नुन नुनै नुन छ कुन टाइपको लाने हो भन्ने कुरा हो यहाँ छ उन्सोगुम ए खुन्सो यङफुम खुन्सोगुम तर हामी ठुलो नगुम लगाउँ यार छन् त छ नाचोगुम यही हामीले लाने भनेको ल सानो ठिक हुन्छ छ नि त अरू पनि रुममा छ ल फाइनली नुन पनि भेट्यो गाइज अब नुनको काम पनि सक्यो त्यसपछि आस्ते 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 यसो नै नुन हाल्यो मासु हाल्यो अनि टमाटर यार टमाटर हाल्नु चाहिँ यार गोलबाट सानोबाट होइन एकछिन वेट ठुलोबाट नानी त्यो टमाटर गुलियो हुन्छ कि सानोबाट ल काटेर खानेहरू हुन्छ बाहिर छैन खोइ आस्ते आस्ते केही भने कम छ धेरै पनि छ 8,500 यस्तो महँगो छ नि गाइज यार 9,500 छैन अर्को कहाँ छ 8,500 यहाँ छ यहाँ त ल टमाटर 5वटा गेडाको टमाटर 8,500 अब भन्नु केही छ यस्तो जग्गा यस्तो भयो नि त आजलाई ल आजलाई यति नै हो किनभने अस्ति भर्खर आएको थियौँ हामीले 1 विक भन्दा अगाडि आएको छ नि अलिक सामान चामलहरूदेखि लिएर धेरै कुरा लगेको थियो सो आज चाहिँ हल्की चाहिने सामानहरू मात्रै लगिरहेछौँ होइन 4 दिनको लागि सो ठिकै छ
आजको भ्लग चाहिँ यहीँ इन्डिङ भएको छ होइन, किनभने अब हामीले सामानहरू पनि किनिसक्यौँ। अब मार्टबाट हामी फर्किँदैछौँ गाइज, साथीहरूले गुगल पेमेन्ट गरिदिएछ होइन। सो गाइज अरू त भन्नु केही छैन होइन, अब खासै भ्लग पनि बनाइँदैन आज चाहिँ। यसो जोस चलेर के छ मार्टतिरको नि यसो देखाइदिउँ न त, मार्ट गएको भन्ने कुरामा चाहिँ भ्लग बनाएको ल गाइज। आजलाई यतिसम्म छ, के कस्तो हुन्छ हेरिदिनु होला गाइज। ल आजलाई यति नै, ओके बाई, नेक्स्ट टाइम अर्को भ्लग आउनेछ, ओके।